गर्नुपर्छ। हातमा हात मिलाएर यो भ्रष्टाचारीहरूलाई पीक चौराहामा मैले त भन्दिनँ फाँसी दिएर झुन्ड्याएर चारैतिरबाट ढुङ्गैलाई हानेर मार्नुस्। तर यो भ्रष्टाचारीहरूलाई जेल हाल्नुपर्छ कि हाल्नु पर्दैन? जेल कसले हाल्छ? यो देशको जस्टिस बिग्रिरहेछ। तपाईँ जानुस्, पिउनदेखि न्यायाधीशसम्म भ्रष्टाचार छ। 1 अरब रुपियाँको भ्रष्टाचारी गर्छ भने 10 लाख रुपियाँ लिएर छोडिदिनुपर्छ। यो देशको न्यायालयको अवस्था यो छ। यस देशको चाटुकार केही पत्रकारहरू, सुविधाभोगीहरू, केही सरकारको पत्रकारहरू ठिक साँचो कुरो, खोजमूलक कुरो सम्प्रेषण गरिरहेको छैन। त्यो सुविधाभोगी पत्रकारहरू यो भ्रष्टाचारी तस्कर सरकारको समाचार सम्प्रेषण गर्छ, तर नेपाली जनताको समाचार सम्प्रेषण गर्दैन। त्यसकारण यो न्यायपालिका सम्पूर्ण रूपमा भ्रष्टाचार हो, भ्रष्टहरूको अड्डा हो। मैले तपाईँलाई एउटा चार लगाए यसको समाधान के तपाईँको यो न्यायपालिकालाई जुन न्यायपालिकामा कालो कोट पेरेर कालो कर्तृत्व गर्नेहरूलाई ठिक ठाउँमा कसरी ल्याउने? ठिक ठाउँमा ल्याउनुको लागि न्यायपालिकालाई राष्ट्रियकरण गर्नुपर्छ। म यो त के भन्न देशको तपाईँको 90% जनताको बराबर 10% केही तस्कर भ्रष्टहरूको साथमा रुपैयाँ छ। तपाईको 70% नेपाली जनताको बराबर 30% केही हुने खाने सामानको हातमा जमिन छ। त्यसकारण यसको समाधान के? यसको समाधान यो गर्नुपर्छ। 500 देखि लिएर 1000 सम्मको नोटलाई तपाईको बन्द गर्नुपर्छ। अनि तपाईलाई थाहा हुन्छ पैसा कहाँ लुकाएर राखेछ। जमिन मुनि लुकाएर राखेछ भने, आकाशमा लुकाएर राखेछ भने त्यो पैसा आउँछ। त्यसकारण यसको समाधान हो त्यो 500 र 1000 को नोटलाई तपाईको प्रतिबन्ध गर्नुपर्छ। आदरणीय जनसमुदाय, आज हेर्नु देशमा सशस्त्र कृषि क्रान्तिको जरुरत छ। तपाईँ भन्नुहुन्छ किन? तपाईँको हाम्रो देश पडोसी देश चीनमा हेर्नुस्, पत्रकार साथीहरूलाई जानकारी होला 7 खरब किलोग्राम चावल अन्नको चीनले उत्पादन गरेको छ। तर हाम्रो देशको जमिन बाँझो छ, प्रतिपराध छ। हाम्रो देशको युवा युवती पलायन भइसकेछ। हाम्रो देशमा जुन प्रविधिहरू छ त्यो पलायन भइसकेछ। हाम्रो देशको सिपमूलक साथीहरू, दाजुभाइ दिदीबहिनीहरू सब पलायन भइसकेछ। तर हाम्रो सिप, हाम्रो स्किल, हाम्रो प्रविधि लिएर त्यो विदेशीहरूको गङ्गत चुपी महल बनाइदिइरहेछ। त्यो विदेशको भूमिमा गएर कट्ठाको 25-30 मनदेखि लिएर 40 सम्मको 30देखि लिएर 20 सम्मको कट्ठाको अन्नबाली उब्जाएर त्यो विदेशीलाई धनी बनाइदिएछ। तर हाम्रो सिप हाम्रै देशमा हामी प्रयोग गरिरहेको छैन। हाम्रो जमिन बाँझो छ। यसको जिम्मेवारी कसले लिने? त्यसकारण यो देशमा सशस्त्र कृषि क्रान्तिको जरुरत पर्छ। किनभने यदि हामी यो देशको जमिनलाई कम्तीमा 100 वर्षको लागि यो जमिनको स्वामित्व खारिज गर्नुपर्छ। जमिनको मार्केट खत्म गर्नुपर्छ। जमिन तपाईँको राष्ट्रियकरण गर्नुपर्छ। यदि समाजवादमा बस्ने हो भने त हरेक नेपालीलाई खाना सुत्न बस्न रोजीरोटी गुजारा गर्न पाउने व्यवस्था हुनु पर्यो। तर छ भने तपाईँहरू भन्नुहोस्, घाँस बाँस कपास शिक्षा स्वास्थ्य रोजगार र स्वतन्त्रताको ग्यारेन्टी लिनु पर्यो। तर त्यो कुरो छैन। त्यसकारण आदरणीय जनसमुदाय, हामीहरू समय आएको छ यो सामन्ती सत्ता भ्रष्टाचारीहरूलाई हामी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू मिलेर यहाँको बिन्दुमा हामीलाई स्वर मिलाइकन यदि हामी सबैजना आफ्नै ठाउँबाट आवाज दिँदाखेरि त्यो आफै भाग्छ। त्यसकारण आदरणीय जनसमुदाय, आज हाम्रो देशको जुन एउटा मानवाधिकारको कुरो गर्नुहुन्छ भने त खोइ मानवाधिकारको नाममा चारैतिर तपाईँको दोहन शोषण अन्याय अत्याचारमा
हामी नेपाली जनतालाई पारेर मानवता यो देशबाट समाप्त भएछ। मानवताको नाममा जहाँ त्यहाँ हेर्नु भने रोदनको खाडल छ, दिन दुखीको पीडा छ। यो हाम्रो देशको मानवताको यो कुरो भइरहेछ। त्यसकारण म भन्छु नेपालमा अरबौं डलर मानव अधिकारको नाममा रुपियाँ खाने मानव अधिकार कर्मीहरू यो कुरो किन बोलिरहेको छैन, यो कुरोहरू किन लेखिरहेको छैन? त्यसकारण उहाँहरूमाथि पनि एउटा प्रश्नवाचक मेरो प्रश्नवाचक हो। आदरणीय जनसमुदाय, यो देशको तपाईको के भन्छ ब्युरोक्रेसीहरू सबै भ्रष्टाचार। तपाईँ जानुस् जिल्ला प्रशासन कार्यालयमा लोक सेवा पास गरेर आउँछ, त्यो प्रशासनमा जाँदैखेरि पिउनदेखि लिएर सिडिओसम्म सबै भ्रष्टाचारी गर्छ। जो मान्छे बोल्छ यो मान्छेलाई समातेर त्यो टोयलेटमा यो सिडिओले थुनिदिन्छ। यो सिडिओलाई हाम्रो सुरक्षाकर्मीहरूलाई अधिकार दिन्छ, यो मान्छे बोलिरहेको छ यसलाई टोयलेटमा दुई बुठान। हाम्रो सुरक्षाकर्मीको यो अवस्था छ। आदरणीय जनसमुदाय, जुन पनि चौकीमा जानुस् बिना पैसा लिएर कुनै कामै गर्दैन। जुनसुकै कार्यालयमा जानु बिना पैसा लिएर कामै गरेको छैन। खोइ भ्रष्टाचार मुक्त नेपाल, खोइ भ्रष्टाचार मुक्त प्रशासन, खोइ भ्रष्टाचारीलाई खोजी कहिले कमाइ गरेको छ त? खोइ धार्मिक भ्रष्टाचारीहरूलाई कहिले कमाइ गरेको छ त? गरेको छैन। त्यसकारण यो सरकारको जर त्यही भ्रष्टाचारीहरूको बलको कारण हो। यो सरकारको बल त्यही तस्कर दलालको कारण हो। यही सरकारको बल त्यही भ्रष्ट व्यापारीहरूको कारण हो। यो सरकार उहाँहरूको बलमा टिकेको छ। आदरणीय जनसमुदाय, त्यसकारण हामी नेपाली दाजुभाइ दिदीबहिनीहरू, यो देशमा कृषि क्रान्तिको अनिवार्य आवश्यकता छ। यो देशमा दुई तरहको शिक्षा छ। एउटा मान्छेलाई हुने खानेहरूको लागि निजी स्कुल, जुन स्कुलमा विद्यार्थी पास हुन्छ र लोकसेवा पास गरेका आएको सामुदायिक विद्यालयमा हाम्रो त्यसै खरेरी परेर गएछ। त्यो विद्यालयमा विद्यार्थी पनि छैन, विद्यार्थी पास भइरहेको छैन। आज यो देशको टिचरहरूलाई हेर्नुहोस्, आन्दोलनमा आउनु भएको छ। त्यो टिचरहरूले एउटा माग किन उठाइरहेको छ? यो देशको निजी विद्यालय ध्वस्त गर्नु पर्यो र के भन्छ सार्वजनिक सम्पन्न शिक्षाको व्यवस्था गर्नु पर्यो। तर किन भन्दैन? किनभने त्यो शिक्षकहरू पनि निजी विद्यालय खोलेर बसिएछ र सामुदायिक विद्यालयलाई ध्वस्त गरिरहेको छ। त्यसकारण निजी विद्यालय ध्वस्त हुनुपर्छ। आज स्वास्थ्यको क्षेत्रमा हेर्नुहोस्, त्यो डाक्टरहरू तपाईँको निजी क्लिनिकहरू खोलेर आफ्नो क्लिनिक चलाइरहेछ र जनकपुर देशभरिको अस्पताललाई तपाईँको बर्बाद गरिदिएको छ। त्यो अस्पतालमा 93 किसिमको औषधि आउने, त्यो औषधि त अस्पतालमा पाइँदैन, तर त्यो क्लिनिकको डाक्टरहरूको कहाँ त्यो औषधि पाइन्छ। त्यसकारण त्यो निजी निजी हस्पिटल ध्वस्त गरेर सार्वजनिक सम्पन्न स्वास्थ्यको व्यवस्था हुनुपर्छ। आदरणीय जनसमुदाय, हाम्रो देशमा असहनीय अनन्त पीडाहरू छ। त्यो पीडाहरूको सम्बोधनको लागि हामी नेपाली दाजुभाइ दिदीबहिनीहरू यो बैनरको मुनि आएर एक ढिक्का भएर एकचोटि यो सामन्ती सत्ता, पुँजीपतिको सत्तालाई ध्वस्त गरिकन नेपालमा छ र नेपालमा नेपाली जनक्रान्ति गरेर जनतान्त्रिक संविधानको तपाईँलाई निर्माण गर्न अगाडि आउनुपर्छ। हाम्रो पार्टीको यो दृष्टिकोण हो। अब यो दृष्टिकोणको कारण हामी तपाईँहरूलाई बचा गर्दछौँ। यदि तपाईँहरूले हामीलाई साथ दिनुहुन्छ भने हामी जनजित्ताको ग्यारेन्टी लिनेछु र भ्रष्टाचार मुक्त राष्ट्र नेपाल निर्माण गर्नेछु। यो देशमा प्राकृतिक स्रोत साधनले भरिएको देश हो। यो देशमा यति खनिज पदार्थ छ। यो देशमा ब्राजिलको पछिको देश नेपाल पानीमा दोस्रो देश हो। यो नेपालको पानीहरूलाई यदि बोतलमा हामीले भरेर त्यो अरबी कन्ट्री हातमा बेच्दाखेरि हामीलाई
करोडौं डलर आम्दानी हुनुपर्दछ। हाम्रो देशको यो पानी तपाईँको 23 मिलियन 23 खरब टनभन्दा 23 बिलियन टनभन्दा बढीको पानी छ। त्यो पानी खाने पानी हो। त्यो पानीलाई यदि हामी अरबी कन्ट्रीमा बेच्दाखेरि खरबौं डलर महिनाको हामी आर्जन गर्न सक्छ। तर त्यो पानी हाम्रो त्यसै खेरी गइरहेछ, त्यसै बगिरहेछ। खोइ यो सरकारको सोच कता छ? आज एउटा कुरो भन्छु, त्यो सरभरा बनाउनेहरू हाम्रो त्यो महाकाली सन्धि गरेर तपाईँ नदी नाला बेचिदिनु हो। अरुण त्यसको 2 दशक अगाडि अरुण तेस्रो दल अरुण परियोजना नेपालमा विश्व बैंकले कति अरब रुपियाँ लगानी गर्ने बच्चा गर्नुभएको थियो। सबै कुरो भएको थियो। त्यही सरभरा बनाउनेहरूले विश्व बैंकलाई तपाईँको चिठी लेखेर त्यो कार्यक्रम अवरुद्ध गरिदियो। आज भारतसँग हामी केही बेचेर केही करोड रुपियाँ आम्दानी गरिरहेछौँ, निर्यात गरिरहेछौँ। कतिको खुसी लाग्छ। यदि यही कुरो 20 वर्ष अगाडि हुन्थ्यो भने हाम्रो आर्थिक स्थिति हो देशको कति मजबुत हुन्थ्यो। तर उहाँहरूले गर्न दिएन। त्यसकारण देशको राष्ट्रघाती जनघाती आत्मसमर्पणवादीहरूलाई हामीहरूले चिन्नुपर्छ। उहाँहरूलाई एक ठाउँमा ल्याउनको लागि हामी नेपाली जनता एक ठाउँमा भएर उहाँहरूलाई परास्त गर्नुपर्छ। यही हाम्रो पार्टीको दृष्टिकोण हो। यही सानो मन्तव्यबाट अन्तमा म एउटा क्रान्तिकारी कविता गाएर म आफ्नो 2 शब्द यही टुङ्ग्याउँछु। उठो जागो रे भूखे बन्दी, उठो जागो रे भूखे बन्दी, संघर्ष के लिए हो जाओ तैयार। ये नेपाल अम्मा का है पुकार, भेजो माँ मानवीय लाल यार। आओ हम सब मिलकर स्वागत करें मानवता का सुहावनी नया अभियान। हंसते हंसते दे जान, न लोग भूखे जन्मेगा न लोग भूखे मरेगा, खुश रहेगा संसार। ये मानवता का नया अवतार, मानवीय जन क्रांति जिंदाबाद। साथीहरू तपाईहरु नारा लगाइदिनु एकचोटि, मानवीय जन क्रांति जिंदाबाद। धन्यवाद। जय मानव।